हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। म चाहिँ विपना सामरी। कहिलेकाहीँ भिडियो बनाउने गर्छु, कहिलेकाहीँ चाहिँ म फेरि आइसकेको छु नयाँ भिडियो एन्ड ब्लग लिएर। सबैजनाले हेरेर लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिन नबिर्सिनु होला। आजको ब्लग चाहिँ हामी जाँदैछौँ चितवनदेखि काठमाडौँ। लुक एट हियर, त्यो क्यामेरामा हेरेर अगाडिबाट गरेको बाङ्गो देखिन्छ। साथीहरु हामी चाहिँ गाडी चढ्न लाग्यो, गाडी चढ्ने बेला भयो। हामी जाँदैछौँ माइक्रोमा, देख्न सक्नुहुन्छ। हि इज इन देयर, दिस इज हियर। जाँदैछौँ अब। के भन्नु छ, के भन्नु छ? मेरो भ्लगमा नि यसो कहिलेकाहीँ 2-4 शब्द राखिदिए त हुने, तर होइन, कहिले पनि नराख्ने। यस्तै छ साथी जिन्दगी। भर्न पर्ला, ढोका खुल्दो रहेछ कहिले। हिँडेको है हामी सर। हरियो वन नेपालको धन। मनोकामना आइपुग्यो हजुर। सबैको मनोकामना पुरा होस्, इच्छा चाहना सबैको, मेरो बुढाको, मेरो मम्मी बाबा घर परिवार सबैको इच्छा मनोकामना सबै पुरा गरिदिनु। मनोकामना मैले सबैको रक्षा गर्नु। साथीहरू टन्न पेट पूजा गरियो यो पूजा होटेलमा। कागती चपेर उल्टी हुन्छ भनेर यस्तै हो। सुत्नुपर्छ अब गाडीमा चाहिँ, दायाँ बायाँ देखाउन पाउँदिनँ, निन्द्रा लाग्छ, गाडी लाग्छ। स्टे ट्युन। चाहिँ काठमाडौँ आइसक्यो साथीहरू। अहिले चाहिँ म ट्याम्पोभित्र छु, सिनामङ्गल जान लाग्यो। खाजासाजा खाएको भिडियोहरू मैले गरेको थिएँ, तर त्यहाँबाट मैले त्यसपछि मैले भिडियो गर्न पाएन, भिडियो गरेको छैन। अब एकैचोटि यहाँ आइसकेपछिको भिडियोहरू छ। अब सिनामङ्गलमा काम थियो र केही आवाज आउँदैन साथी। घ्यात्र्याक घुत्रु गरेर सिनामङ्गलमा काम थियो र आएको थिएँ। अब फर्किँदैछु। अब मिल्यो भने एकछिन, हुन त खानासाना खाइसक्यो, पूजासुजा गर्न हुँदैन। मिल्यो भने एकछिन पशुपति छिर्ने भन्ने विचार छ। जान्छु होला सायद, हेरिदिनु होला। त्यही हो। कस्तो लाग्यो त साथी? अहिले साथी टेम्पोले उफारेको, आमामा यस्तो उफार्नु छ टेम्पोले। आज कति पछि काठमाडौँ आएको, अनि आजै आयो नि त हामी। अनि आजै आएर आजै सिनामङ्गलमा काम भ्याएर अनि आजै हामी पशुपति जानु भनेर हिँडेको। घाम चर्कोमा हिँड्दा त थकै लाग्यो। यहाँ आइपुग्यौँ हामी। देख्न सक्नुहुन्छ पछाडिको घर कस्तो राम्रो घर होइन त्यो। खोइ के हो, नेपाल प्रजाति के हो पढ्न नै आउँदैन। पढ्ने बेला लभ गरेर हिँडेपछि यस्तै हो साथी। ल अहिलेलाई तिम्रो त हाइट पनि देखिँदैन, एउटा अग्लो एउटा होचो हुनु त पिडा यही हो।
देखिँदैन साथी कस्तो लागिरहेको मसँग पहिलोचोटि काठमाडौँ आएर पहिलोचोटि आयो नि है मसँग चाहिँ पहिलोचोटि आएको के मसँग चाहिँ पहिलोचोटि आउनु भएको हो नत्र त गाडी लिएर आफै आइरहनुहुन्छ केही नयाँ नौलो कुरा भएन मलाई चाहिँ कहिले घुमाउनु ल्याउनु भएको थिएन आज आएको साथी यहाँ चाहिँ अलिकति शीतल लाग्यो कि मलाई रुखको छारीहरू छ अनि हिँड्दा हामी सिनामङ्गलदेखि हिँडेर अनि पशुपति जाने भनेर आएको हिँड्दा थपेर आयो अनि त्यो भनेर शीतल हो अनि एकछिन बसौँ भनेर बसेको त्यस्तै छ साथी जिन्दगीको गोरेटोमा दुःख पाइयो दुःख पैसा नभएपछि यस्तै हुँदो रहेछ क्या कति भाडा तिर्ने भनेर हिँड्दा वाक्क भइसक्यो हामी चाहिँ पशुपतिभित्र छिरिसकेको छौँ गेटबाट सर कति अग्लो हो यार गेटबाट छिरिसके हम यस्तो छ म चाहिँ सानो हुँदा आइसकेको छु एकचोटि ठुलो भइसक्यो एकचोटि बिहा गरेपछि पहिलोचोटि यस्तै रहेछ आउन पाएन म ब्याक क्यामेरा गरेर देखाउँछु ल कतिको राम्रो छ हेर्नु यता हेर्नुहोस् त यता हेर्नुहोस् न आइसकेपछि के भन्न मन लाग्यो भने साथी जे भयो भने होइन जीवन र मृत्यु भनेको चाहिँ जन्मजात लिएर आउने हो क्या हामीले होइन जन्मेपछि मर्न नै परिहाल्छ सायद त्यो जो कोही पनि होस् कि ढिलो चाँडो मात्र हो होइन जन्मेपछि जो पनि मर्नुपर्छ तर यहाँ चाहिँ कस्तो ठाउँ हो भने यहीँ मान्छेहरू लामो आयो होस् मेरो इच्छा पुरा होस् भनेर कल्पना कामना गर्न आउने ठाउँ होइन अनि यहीँ चाहिँ हार्दिक श्रद्धाञ्जली भनेर हेर्नु न यसरी मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको होला यसरी अन्तिम दाह संस्कारको कामहरू पनि यहीँ हुन्छ क्या सम्झिँदा अलि नरमाइलो अलि ऊ हुन्छ यहाँ आउँदाखेरि अब जे भयो भने हामीले के अरे मेरो शब्दै आएन साथी जे भयो पनि राम्रो होस् भनेर आउने हो नि त मन्दिर त हामी त यस्तो कुराहरू उयो म भन्छु कि जो कोही पनि होस् रोग लागेर नराम्रो भएर चाहिँ कसैलाई त्यस्तो नहोस् के सबैलाई राम्रो होस् सबैको लामो आयु होस् आज यहाँ जो हुनुहुन्छ उहाँहरू सबैलाई हार्दिक श्रद्धाञ्जली त्यही हो पशुपति आजलाई यति नै बाई बाई साथीहरू सबैजनालाई डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल Gracias.
बाई